संस्कृति भनेको यस्तो एउटा सुधारको अभियान जसको अन्त्य हुँदैन। संस्कृति भनेको त्यो चिज। संस्कृति भनेको यस्तो एउटा छैन तपाईको क्रियाकलाप जुन क्रियाकलापले कुनै एउटा विशेष परिचय दिँदै सधैँभरि तपाईको छैन हैन हाम्रो समाजमा एउटा सेवाको भावना, एउटा छैन एकताको भावना त्यसले चाहिँ प्रभाव गरिरहेको हुन्छ। त्यसलाई हामी संस्कृति भन्न सक्छौँ। संस्कृतिको सुरुवात हुन्छ अन्त्य हुँदैन हैन। उदाहरणमा जस्तै साकेलामा हामी सिली डान्स है, त्यो आजभन्दा तपाईले 100 वर्ष पहिला पनि सिलीले नाच्थ्यौँ, अहिले सिलीले नाच्छ। दसैँमा हामी सबैले टीका लगाउँछौँ। अब कतिले लाउँदैन हो दिनको कारण त्यसलाई मैले भन्न चाहन्छु। तर दसैँमा जो टीका लगाएर है हामीले चाहिँ एउटा चाड मनाउँछौँ। तिहारमा छौँ हामी, तिहारमा त्यही खालको चाहिँ एक खालको हुन्छ। त्यो कुरा चाहिँ संस्कृति हो। संस्कृतिको सुरुवात हुन्छ, त्यसको अन्त्य हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि श्रमको पनि श्रम अभियान किन नभनेर संस्कृति भनेको त भन्दाखेरि अभियान भनेको चाहिँ एक पुस्दै हुन्छ। अर्धसामकाल भइदेऊ चल्न सक्छ है, नचल्न पनि सक्छ। अभियानको एउटा उद्देश्य हुन्छ, त्यो उद्देश्य प्राप्त भइसकेपछि त्यो अभियान स्वतः अन्त्य हुन्छ, सम्पन्न हुन्छ, समापन हुन्छ। तर संस्कृति चाहिँ त्यस्तो एउटा अवधारणा हो, अवधारणाको अन्त्य हुँदैन। हामी यस्तो एउटा अवधारणा, यस्तो एउटा क्रियाकलाप, यस्तो एउटा सुधार उत्पादन र निर्माणको क्रियाकलापलाई अगाडि बढाउन चाहन्छौँ जसको अन्त्य नहोस् हामी चाहन्छौँ। अब यो काम गर्ने, मिलेर काम गर्ने, त यो जातको, त त्यो जातको, म यो पार्टीको, त त्यो पार्टीको, त त्यो धर्मको, तेरो घर यत्रो, मेरो घर यस्तो नभनिकन धर्म तपाईको चाहिँ पार्टी वर्ग हैन जात कुनै पनि विभाजनको पर्खालहरूलाई हामीले चाहिँ बिर्सेर हामी मिलेर यो देशको लागि श्रम गर्छौँ भन्ने कुराको अभियानलाई हामीले संस्कृतिको रूपमा स्थापित गर्न सक्यौँ भने मात्रै तपाईँ हामी मरिसकेपछि पनि, तपाईँ हाम्रो पुस्ता पछाडि पनि नयाँ पुस्ताले त्यसलाई सधैँभरि अँगालेर अगाडि बढ्नेछ भन्ने विश्वास लिएको कारणले गर्दाखेरि हामीले श्रम अभियान भनेनौँ, श्रम संस्कृति भन्यौँ। यो श्रम संस्कृतिको हामी एउटा चाहिँ वाहकको रूपमा हामी अगाडि आउनुपर्छ र त्यसरी हामीले काम गरिरहेको कुरा स्मरण गराउन चाहन्छौँ। श्रम संस्कृति हामी यसलाई यसरी पनि बुझ्न सक्छौँ कि काम गर्ने संस्कृति, काम गर्ने संस्कृति, मिलेर काम गर्ने संस्कृति। हाम्रो जाति विशेषमा हाम्रो विभिन्न संस्कृति छ। बाइ द वे हामी आज किराँत जाति जुलुङको भवनमा बसिरहेका रहेछौँ है। लिम्बू जातिको आफ्नै संस्कृति छ, राईहरूको आफ्नै संस्कृति छ, नेवारको आफ्नै संस्कृति छ, बाहुनको आफ्नै संस्कृति छ, छेत्रीको आफ्नै संस्कृति छ हैन। हामी विभिन्न सबै जातिको मैले नाम यहाँनिर लिन भ्याइनँ, माफ नगर्नु होला। हाम्रो आफ्नो आफ्नो जातीय संस्कृति छ, त्यो पनि बचाइराख्नुपर्छ। तर हामी सबै नेपालीको एउटा साझा संस्कृति हामीलाई खाँदो छ, त्यो भनेको अब श्रमको संस्कृति। हामी सबै मिलेर एउटा यस्तो एउटा संस्कृति, जुन संस्कृति गर्दा गर्दै हामीले विकास पनि गर्न सकौँ, उत्पादन पनि गर्न सकौँ, यो देशको उन्नयनका लागि काम गर्न सकौँ भन्ने संस्कृतिको विकास हामीले गरेका छौँ। यो श्रम संस्कृतिले जातको कुरा गर्दैन, यो श्रम संस्कृतिले धर्मको कुरा गर्दैन, सिर्फ कुरा गर्छ उत्पादनको कुरा गर्छ, निर्माणको। हामी उत्पादनमा लैजान्छौँ यो देशलाई, हामी निर्माणमा लैजान्छौँ यो देशलाई। हामीले बनाएको बाटोमा हैन जो कोही पनि हिँड्न सक्छ। यो सार्वजनिक हितको हामीले रोपेका बोट बिरुवामा जो कोहीले पनि तपाईँको चाहिँ शीतल ताप्न सक्छ, भोलिको दिनमा फल फल्यो भने उसले त्यो उपभोग गर्न सक्छ। हामी त्यसलाई रोक्दैनौँ। हामीले बनाएका तपाईँको चाहिँ पार्कहरूमा जो कोही पनि गएर मनोरञ्जन गर्न सक्छ, विश्राम गर्न सक्छ, उसले त्यसलाई उपभोग गर्न सक्छ, प्रयोग गर्न सक्छ। त्यस्तो एउटा संस्कृति जुन साझा संस्कृति हो, त्यो साझा संस्कृतिको सुरुवात हामीले गरेका छौँ। यहाँ सम्पूर्ण त्यो श्रम संस्कृतिको एउटा चाहिँ अभियन्ताको रूपमा, एउटा चाहिँ वाहकको रूपमा यहाँ आउनु भएको छ। यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु, हृदयदेखि हार्दिक सम्मान पनि गर्न चाहन्छु। अब यो श्रम संस्कृतिको खाँचो किन पर्यो भन्दाखेरि हाम्रो देश गरिब, हामी किन गरिब है। जुन देशमा बालुवा मात्रै छ
त्यो देशमा तपाईको छैन हैन लहलह अन्नबाली उत्पादन भइसक्यो है। विदेशबाट माटो टनका टन हेलिकप्टरमा जहाजमा लगेर सिपमा लगेर पानी जहाजमा लगेर माटो राखेर चाहिँ उनीहरूले खेती गरेर फलाएर देखाइसक्यो। त्यसमा देशमा हामी कृषि सिक्न जानुपर्ने छ। विपिन जोशी जो चाहिँ इजरायलबाट आज म होला सायद मैले देख्दै थिएँ होइन, उहाँको आत्माले पनि शान्ति पाओस्। अहिले चाहिँ नेपाल ल्याइँदैछ उहाँको सबलाई है। के गर्नु जानु भएको थियो भन्दा कृषि सिक्नु जानु। अनि हाम्रो जस्तो कृषि प्रधान देशमा जहाँ हिमाल पहाड तराई वन जङ्गल नदी नाला नाल मलया भन्ने सब थोक सम्पदा छ, टनाटन छ, यस्तो देशको मान्छे कृषि सिक्नलाई हाडी पुग्नु जानु पर्छ। हामीले चाहिँ किन गर्न सकेनौँ त्यो चिज भन्दाखेरि हामीले काम गर्नु हुँदैन भन्ने एउटा गलत मनोविज्ञानबाट हामी रोगी भयौँ, हामी मनोरोगी भयौँ। हामीले नानीहरूलाई के सिकायौँ भन्दाखेरि अलिकति धुलोमा गऱ्यो भने उसलाई गही हाल्नुपर्छ। धुलो त छुनु हुँदैन, नानी धुलो छुनु हुँदैन, माटो छुनु त फोहोर हो है। माटोदेखि टाढो जाने शिक्षा हामीले लियौँ, हाम्रो नानीहरूलाई त्यो शिक्षा दियौँ। आज हरेक मान्छे यति धेरै विद्वान छौँ हामी नेपाली, मतलब नेपाली जति विद्वान त अरू कोही छ जस्तो लाग्दैन। मैले यो माइक तपाईँहरूलाई दिएँ भने त्यो परकुनामा बस्ने गरेको भाइले पनि 1 घन्टा भाषण यहाँ उहाँहरूको मन चिलाइराखेको छ है। पत्रकारलाई दियो भने पत्रकारले झन्सार प्रश्न सोध्ने, कुराको कुरा अब उहाँको त्यति नै कुरा ल्याउने, कुरा दिने हो। 5 घन्टा गर्नुहुन्छ भाषण। त्यति धेरै हामीलाई ज्ञान भइसक्यो, तर यत्रो धेरै ज्ञान भएर उत्पादन किन भएन? चामल मात्रै हामीले कति अर्ब लिएर खान्छौँ होइन, दाल त्यस्तै हुन्छ, गोलभेडा त्यस्तै हुन्छ, लसुन त्यस्तै हुन्छ। खुसी लाग्यो यो सयपत्री फुल चाहिँ यसो सुन्दाखेरि यहीँ हो जस्तो लाग्यो कि होइन है। माइतीलाई वर्ष दिनमा 1 दिन पुज्नका लागि सयपत्री फुलसम्म हामीले बोलाउन सकेनौँ है। जानेर चाहिँ एउटा मकैको गेडा होइन कुसिटेर गयो भने पर अङ्कुरित भएर गोठ बन्छ। त्यस्तो एउटा उपरा भूमि भएको देशमा हामीले उत्पादन गरेनौँ। हामीसँग ज्ञान मात्रै भयो, टाउको मात्रै ठुलो भयो। सबैको टाउको म त ठुल्ठुलो देख्छु है, पुरा देख्छु त तपाईँहरूको टाउको कि मेरो आँखा मात्रै देख्छु, टाउको मात्रै ठुलो भयो। हामी भकुण्ड जस्तो भइसक्यो। किन टाउको ठुलो भयो भन्दाखेरि टाउको मात्रै बढाउने काम गर्यौँ क्या हामीले। हातखुट्टा चलायौँ, हातखुट्टा सुकेर हेर्नु होइन, मेरो त ठुलै छ त भन्नु जग्गा त्यो ठुलोले के गरेर 1 फोका पसिना बगाएको छैन बित्थामा, त्यो हेरेर ठिक्दैन, त्यो देखाएर काम छैन। त्यसले गर्दाखेरि हामीले श्रम गर्न भुल्यौँ, जसको कारणले हामी गरिन्छौँ है। अहिले हामीलाई विदेशीले 1000 रुपियाँदेखि लिएर 1 अर्बसम्म कति दाम लगाएर किन्छ। कि त हामीलाई 1000 मा किन्छ, कि त 10,000 मा किन्छ, कि त 1 लाख मा किन्छ, कि त 10 लाख मा किन्छ, कि त 50 लाख मा किन्छ, कि त 1 करोड मा किन्छ। साह्रै भएन भने 1 अर्बमा किन्छ, होइन भने 10 अर्बमा किन्छ। सबै नेपाली बिकाउ हो भन्ने विदेशीलाई थाहा छ है। केही गर्दैन, यिनीहरूले यो सबै ऋणमाथि ऋण लिएको छ। एकतिरबाट लिएको ऋणको ब्याज तिनीहरूलाई अर्को देशबाट ऋण लिएको छ। यस्ता यो चाहिँ नि हुन्छ भनेर उनीहरूलाई थाहा छ है। विदेशको एम्बासडर यो देशको प्रधानमन्त्री भन्दा ठुलो हुन्छ है। त्यतातिर नभएन। किन त्यस्तो भयो त भन्दाखेरि हाम्रो औकात छैन। उनीहरूलाई राम्रोसँग थाहा छ कि नेपाली भनेको गइ गुज्रेको हो। यिनीहरू हाम्रो घरमा भाँडा माझ्न आइकन हाम्रो देशमा चाहिँ संस्करण नआइकन यिनीहरूले भात खानु पाउँदैन, के ठुलो कुरा गर्छ भन्ने उनीहरूलाई राम्रो थाहा छ। त्यसले गर्दा हाम्रो स्वाभिमान भनेको तल 0 मा छ। अघि भर्खर मैले तपाईँले एउटा मन्त्र के भन्न पाएँ भने यो माटोको गौरव बोकेर आकाश छुन सकौँ, कहिल्यै नझुक्ने स्वाभिमान भई संसार सामु बाँचिरहन्छ। देश सोच्न सकौँ, मधेस बोल्न सकौँ। यो गीत हो है, यो गीत हो। तपाईँ स्वाभिमानी बन्ने हो भने तपाईँले टेकेको माटो है तपाईँले तपाईँको शिरमा लगाउनु। यो माटो भनेको टेक्ने कुरा मात्रै होइन,
यो माटोको कहानी माटोको कुरा हामीले नबुझेको कारणले माटोको महत्त्व नबुझेको कारणले गर्दाखेरि हामी गरेको आएको कारणले गर्दा श्रम संस्कृति यस्तो संस्कृति हो जुन संस्कृतिले नेपालीलाई श्रमको माध्यमबाट माटोसँग जोड्छ है। यहाँ कतिलाई हामीलाई लागिरहेको होला मलाई टिभी परिहालेको त्यस्तै नाच्ने झगडा भयो यस्तै यो अनिवार्य यो ठाउँमा के गर्नु अमेरिका जान्छ भनेर कतिले सोचिरहेको हो। किन त त्यो हो भन्दाखेरि हामीले माटो छुने संस्कृति ल्यायौँ। माटो छुने संस्कृति नभइसकेपछि मान्छे गफ गरेर खाने संस्कृतिमा गयो। गफाडी मान्छेले धोका दिन्छ। तपाईँ गफ गर्दै गरेर खानुहोस् कि तपाईँले कुनै न कुनै दिन तपाईँ ढाँट्नतिर लाग्नुहुन्छ। ढाँट्ने मान्छेले चोर छ। भ्रष्टाचार भनेको राज्यको धन चोर हो। चोरहरूको देश भयो यो, ठगहरूको देश, गफाडीको देश भयो। त्यसो भएको कारणले गर्दाखेरि सारा नेपालीलाई गफ गर्ने गफाडीपनबाट चाहिँ मुक्ति दिएर अब हामीले पसिना बगाउने इमान्दार मान्छे बनाउनु पर्छ भन्ने संस्कृतिको सुरुवात। तपाईलाई लाग्ला एउटा पार्टी खोल्यो चुनावको लागि भोट माग्ने त्यति मात्रै होइन। त्यति मात्रै होइन, तपाईँको जिम्मेवारी भनेको यो समाजलाई परिवर्तन गर्नु छ। तपाईँ परिवर्तित हुनुपर्छ है। तपाईँ परिवर्तित हुनुपर्छ र तपाईँले समाजको तपाईँको मनोविज्ञानलाई परिवर्तन गरेर नेपालीहरूलाई श्रमसँग जोडेर श्रम हुँदै माटोसँग जोडेर यो माटोमा चाहिँ हामीले उत्पादन गर्नुपर्छ भन्ने कुरातर्फ हामीले लानुपर्छ। त्यसका लागि हरेक मान्छे यहाँ अर्घ सन्तान भनेको एकजना धरानको मान्छे मात्रै हो भन्ने होइन। यु आर अर्घ सन्तान है। तपाईँ हो त्यो सन्तान, तपाईँ हो त्यो नेता। म त्यो पनि भन्न चाहन्छु हामी सबै नेतृत्व यहाँ बस्ने मात्रै नेतृत्व, तपाईँको माला लाउने खदा लाउने मात्रै नेतृत्व भन्ने होइन। नेतृत्व भनेको पर बसिराखेर आएको है। तपाईँ आफ्नो नेता, तपाईँ आफै मैले बारम्बार भन्ने गरेको तपाईँको नेतृत्व म सक्दिनँ। किनभने तपाईँ मनलाई कन्ट्रोल गर्ने मान्छे भनेको तपाईँको म होइन। तपाईँको व्यवहारलाई, तपाईँको बोलीलाई नियन्त्रण गर्ने मान्छे, प्रयोग गर्ने मान्छे तपाईँको म होइन। त्यसो भएको कारणले नेतृत्व हामी सबैले जिम्मेवारी लिनु भनेको नेतृत्व गर्नु। नेतृत्व गर्नु भनेको भाषण गर्नु होइन है आदरणीय दाजुभाइ दिदीबहिनीहरू। तपाईँलाई लाग्ला भाषण गर्नु चाहिँ नेतृत्व रहेछ भन्ने होइन। भाषण गर्ने मान्छेलाई नेतृत्व बनाएको कारणले देशले धोका पायो है। त्यसो भएको कारणले भाषण गर्ने मान्छे नेतृत्व होइन, जिम्मेवारी वहन गर्ने मान्छे नेतृत्व हो। अब तपाईँको काँधमा के जिम्मेवारी आयो भन्दाखेरि अब तपाईँले तपाईँ जस्तै अन्य मान्छेहरूलाई पनि यो श्रम अभियानमा जोड्नका लागि भूमिका खेल्ने हो। त्यो जिम्मेवारी तपाईँले लिनुपर्छ। म सबैजनालाई के भन्न चाहन्छु, यहाँ उपस्थित हुनुहुने सबैजनाले होइन हाम्रो उपस्थिति